सबैमा नमस्कार। केराबारी आइडलको टिम आज नयाँ कोसेलीको लागि धरान स्थित म्युजिक मिडिया रेकर्डिङ स्टुडियोबाट अहिले फेसबुक लाइभमा उपस्थित भएका छौँ। केराबारी आइडलको पहिलो संस्करणका विजेता बहिनी सरला तामाङ र त्यस्तै फर्स्ट रनर अप बहिनी मनिता कुँवरको स्वरमा अत्यन्तै मिठो गीत रेकर्डिङ सम्पन्न गरेका छौँ हामीले भर्खरै स्टुडियोमा। हामी अहिले उक्त गीतका रचनाकार सङ्गीतकार त्यस्तै यहाँनिर हाम्रो किसन सर, अब मेरो त गुरु पनि उहाँ। अब केराबारी आइडलको हामी सबै अब भनौँ परिकल्पनाकार सँगसँगै अब त त्यति मात्रै नभनौँ, सम्पन्नै गरेर अब दोस्रो संस्करण हामी सुचारू गर्ने तर्खरमा छौँ। हामी अहिले भक्त सर हुनुहुन्छ यहाँ। सर नमस्कार। नमस्कार। हाम्रो किसन सरबाट पनि थोरै सानो प्रतिक्रिया बाँकी नै छ, थोरै छोटो प्रतिक्रिया राखिदिनु हुनाले हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ भाइलाई। विशेष गरी हाम्रो केराबारी आइडलको निकै प्रतीक्षाको घडी, निकै लामो समयदेखि हामी प्रतीक्षामा थियौँ। हाम्रो मनिता कुँवर बहिनी, सरला तामाङ बहिनीको स्वर सुन्न, र उहाँहरूको स्वर त सुनेकै हो, तथापि पनि आइडलको फर्स्ट गीत रेकर्ड गर्ने अवसर पाउनु भएको छ। यहाँले पनि आफ्नो यो करियरको लागि पनि एउटा सुनौलो अवसर हुनसक्छ। बहिनीहरूलाई धन्यवाद दिन चाहन्छौँ। र यो गीत प्रायोजन गर्नुहुने शब्द रचनाकारहरू र सङ्गीतकार आदरणीय हाम्रो रमेश दाई लगायत सम्पूर्ण सबैलाई हामीलाई सपोर्ट गर्नुहुने, माया गर्नुहुने सबैलाई हामी एकमुष्ट केराबारी आइडलको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। धन्यवाद सर, मिठो प्रतिक्रियाको लागि। हामी सबैको त्यही चाहना हो। अब हाम्रो गायिकाज्यूहरू चाहिँ यहाँ हुनुहुन्छ, मनिता कुँवर बहिनी, सरला बहिनी, के भन्न चाहन्छ आजको चाहिँ रेकर्डिङको बारेमा? कस्तो भयो? आफ्नो अनुभव थोरै सेयर गरिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछु म। एकदम खुसी लागेको छ, किनभने पहिलोपल्ट केराबारी आइडल को स्थापना गरेर चाहिँ विभिन्न प्रतिभाहरूलाई चाहिँ एउटा अवसर दिनुभएको छ। त्यसको लागि हामी एकदम धेरै धन्यवाद दिन चाहन्छौँ र खुसी छौँ। गीत राम्रै भयो। सरला बनु हुन्छ। विशेष गरी चाहिँ म हाम्रो केराबारी अनि सिङ्गिङ आइडलको आयोजक टिमहरूलाई धन्यवाद दिन चाहन्छु, किनभने हामीभित्र धेरै लुकेर बसेको त्यो प्रतिभाहरूलाई चाहिँ हामीले कसरी देखाउने भन्ने अनि सोचिरहेको थियौँ क्या, अनि कति धेरै देखाउन मन लाग्थ्यो। तर आफ्नै गाउँठाउँमा यसरी अनि यस्तो प्लेटफर्म दिनुभयो, म धेरै खुसी छु। अनि आज पहिलो रेकर्डिङ अनि यहाँ भएको छ, अनि म एकदमै खुसी छु। म धन्यवाद दिन चाहन्छु सबैजनालाई। हस्, धन्यवाद। विजय सर, प्रोग्राममा हजुरको पनि छोटो प्रतिक्रिया पक्कै चाहिन्छ हामीलाई। होइन, अब समयअनुसार चाहिँ अहिले जुन प्रविधिहरू आइरहेको छ, जुन कलाकारहरूले आफ्नो ठाउँबाट पनि आफ्नो प्रस्तुति दिनु पाएको छ नि, त्यसको लागि त धेरै खुसी छौँ हामी है। किनभने यो शब्द सङ्गीतमा पनि यसो हेर्दाखेरि जुन शब्द लेखेका छन्, शब्दपछि जसले एरेन्ज गरेको छ होइन, एरेन्ज पछि जसले फेरि त्यसलाई सङ्गीत गरेको छ, सङ्गीतपछि जुन भोकल आएको छ, मलाई लाग्छ यो गीतमा एउटा सबै परिपूर्ण छ क्या। एउटा कर्णप्रिय पनि छ है, एउटा आफ्नोपन पनि छ, एउटा नयाँपन पनि छ। मलाई लाग्छ यो धेरै उहाँहरूले राम्रो कोसिस गर्नुपर्छ। सबैजनालाई मेरो बधाई छ। यो गीत आज कस्तो लागेछ सर? सरबाटै सुरु गर्नु मलाई मन लाग्यो। क्यामेरा चाहिँ उल्टो भएछ, क्षमाप्रति छ। आजको यो दुईवटा गीत हाम्रो रेकर्डिङ भएका छन्। हाम्रा केराबारी आइडलका विजेता सरला तामाङ, त्यसै गरी उपविजेता मनिता कुँवर, अत्यन्तै सुमधुर स्वरका धनी बहिनीहरूको गीत आज रेकर्डिङ भएको छ। र दुईटै गीतहरू एकदमै सुमधुर छन्, कर्णप्रिय छन्। र हाम्रा आजको यो म्युजिक मिडियाबाट आज यहाँ रेकर्डिङ भएछ। एकदमै विजय सरले धेरै मिहिनेत गरेर यो गीतलाई कम्प्लिट गर्नुभएको छ। आशा छ यो गीतले धेरै दर्शकहरूको मन जित्नेछ, श्रोताहरूको मन जित्नेछ भन्ने लाग्छ। फेरि हामी दोस्रो केराबारी सिङ्गिङ आइडलको पनि तयारी गर्दैछौँ। यसपटक साथसाथै डान्सिङ आइडल पनि हुँदैछ। यहाँलाई पुनः यो थोरै जानकारी यहाँ छोड्न चाहन्छु। धन्यवाद। धन्यवाद सरलाई। मैले एकपटक हाम्रो सङ्गीतकार आदरणीय दाई रमेश सुवेदीसँग पनि छोटो प्रतिक्रियाको मैले अपेक्षा गरेँ। दाजु, आजको रेकर्डिङ कस्तो रह्यो त? आजको रेकर्डिङ एकदम सौहार्द र वातावरणमा एकदम राम्रो गरी भएको छ। साँच्चै नै यो केराबारीको फर्स्ट सिङ्गिङ आइडलले एउटा नेपालमा
नाम चम्काउन खोज्ने एउटा चम्किलो तारा नै उत्पादन गर्यो यो प्लेटफर्मले भन्ने मैले आशा गरेको छु। किनभने यो हाम्रो सरला बहिनी र मनिता कुवर बहिनीको एकदम राम्रो स्वर छ, एउटा फिलिङ्स पनि प्रोफेसनल गायिकाको जस्तै थियो। र मैले यो हाम्रो केराबारी सिङ्गिङ आइडलको कम्पिटिसन हुनु अगाडि मलाई भक्त सरले कुरो गर्नुभएको थियो, म 2टा गीत चाहिँ रेकर्ड गराउने कोसिस गर्छु भनेर जुन मैले कमिटमेन्ट गरेको थिएँ त्यो आज मैले पुरा गर्न सकेँ। र यो श्रेय हाम्रो अमेरिकाको अलास्का स्टेटमा अहिले निवासी हाम्रो दीपक जडित दाजुलाई जान्छ। हाम्रो सरला बहिनीले गाउनु भएको गीतको गीतकार र सङ्गीतकार दीपक जडित दाजु हुनुहुन्छ र मनिता बहिनीले गाउनु भएको गीतको गीतकार दीपक जडित दाजु स्वयं नै हुनुहुन्छ भने सङ्गीतकार मैले गरेको छु। र मेरो यो सबै व्यवस्थापन गरिदिनु हुने दीपक जडित दाजुलाई सर्वप्रथम एकदम धन्यवाद दिन चाहन्छु। र आगामी आइडलहरूमा पनि यो मौका दिनुहोला ताकि एउटा ग्रामीण भेगका अलिकति उदयमान कलाकारहरूले पनि एउटा चान्स पायो भने पछि चम्किन सक्छन्। अनि यो प्लेटफर्म दिने हाम्रो केराबारी सिङ्गिङ आइडलका आयोजक भक्त सर हाम्रो किसान भाइ र राम्रो गरी मेहनत गरेर यहाँ रेकर्डिङ गरिदिनु हुने हाम्रो विजय सरलाई धन्यवाद दिन चाहन्छु। हाम्रो एरेन्जर पहिलो गीतको एरेन्जर दीक्षित पौडेल भाइ र हाम्रो दोस्रो मैले सङ्गीत गरेको गीतको एरेन्जर हाम्रो दिल्ली दुलाल र सुरज आचार्य भाइलाई पनि धन्यवाद दिन चाहन्छु। र विशेष गरी हाम्रो यो अहिले इन्टरभ्यू लिने हुने हाम्रो हेम भाइले केराबारीको पहिचान झल्काउनको लागि धेरै मेहनत गर्नुभएको छ। उहाँ सङ्गीत टिचर पनि हुनुहुन्छ, एउटा कलाकार पनि हुनुहुन्छ, एउटा राम्रो श्रोता पनि हुनुहुन्छ, उच्च हाई लेभलको श्रोता पनि हुनुहुन्छ। र जस आज एकदम खुसी लागेको छ, मैले जुन प्रतिबद्धता जाहेर गरेको थिएँ त्यो पुरा गर्न सके एकदम खुसी लागेको छ। यस्तो दिन सधैँ आओस् भनेर सरस्वती पूजाको सङ्घारमा सरस्वती मातासँग प्रार्थना समेत गर्न चाहन्छु। धन्यवाद।